हेलो गाइज, यतिखेर हामी यो 22 वर्षपछिको यो टिम हो। यो सर्वोदय उच्च मावि पढ्दा सबैको छ यहाँ। राम्रो मान्छेहरू आएको छौँ हामी, भिडियो त राम्रो हुनै पर्यो। कस्तो यार, यो कति 22 ठ्याक्कै 22 वर्ष भयो है। 60 82 22 22 वर्ष 60 मा यो 60 मेरो त झन् त्योभन्दा पनि बहुत 24 वर्ष। त्यही भएर बुढी देखिन्छ क्या तिमी। त्यही बेलाको होइन नाम पो बिर्सिहाल्छ यार। नाम भन। बिन्दु। मेरो नाम त याद छ उसलाई, उसको नाम बिर्सिन्छ होला। बिन्दुको नाम बिन्दु। तिमी मनमा थियो नि त। के बुढीले पनि हेर्छ तिमीलाई। के भन्नु, जाऊ अझै लिएर आऊ। दिवाकरलाई एउटा सोध्छु भन्दै कि साथमा पढ्दाखेरि। हेलो गाइज, हामी 22 वर्षपछि हामी सबैजना भेट भएका छौँ। यो के अरे के चोक अरे पुष्पलाल चोकको ड्रिम गार्डन होटलमा छौँ। सपना पूरा भयो। इस आदमी को गौर से देखो। दिल्ली वाली है, दिल्ली वाली दिल है, दिल्ली वाली। हाम्रो आजको चिफ गेस्ट क्लास 10 को क्लास को टप लेडिज मीना कुमारी ठाकुर। यो सेकेन्ड विद्यार्थी हो। अनि फर्स्ट बोल्दैन। जो फर्स्ट हुन्छ ऊ लास्ट हो। थर्ड छैन, फोर्थ ऊ पछाडि छ। कम अनि लास्ट बेन्चर यता छ गाइज, लास्ट यता छ। सरको छोरी सुन गाइज, यो सेकेन्ड विद्यार्थी बा हामीलाई चाहिँ सम्झिँदा पनि अहिले पनि भाटाले हाने जस्तो लाग्छ। नन्दकुमार ठाकुर सरको छोरी, उहाँ के ठाकुर अरे मीना ठाकुर। ओके, अनि तिमी 22 वर्षपछि कहाँ हराएको थियो अनि कुम्भ मेलामा भेट्यो आज। 22 वर्षपछिको यो टिम हो। यो सर्वोदय उच्च मावि पढ्दा सबैको छ यहाँ। मास्टर अलिक मास्टर ढिलो हेर्छ कि हो। यो 22 वर्षको टिम हो। यो हाम्रो यो एसएलसी। हेलो यसलाई म अर्कै बनाउँछु ल। राम्रो मान्छेहरू आएको छौँ हामी, भिडियो त राम्रो हुनै पर्यो। कस्तो यार, यो कति 22 ठ्याक्कै 22 वर्ष भयो है। 60 82 22 22 वर्ष 60 मा यो 60 मेरो त झन् त्योभन्दा पनि बहुत 24 वर्ष। त्यही भएर बुढी देखिन्छ क्या तिमी। हाम्रो जेनेरेसन ठ्याक्कै त्यही बेलाको होइन अलिक मास्टर भएर बुढी देखिन्छ। प्रिन्सिपल सर पैसा गर्ने भएर होला कि हामी त देखेको छैन, हामी छैन देखे, हामी त पैसा गर्ने छैन। नाम पो बिर्सिहाल्छ यार। नाम भन। बिन्दु। मेरो नाम त याद छ उसलाई, उसको नाम बिर्सिन्छ होला। बिन्दुको नाम बिन्दु। तिमी मनमा थियो नि त। फोटो भिडियो बुढीले पनि हेर्छ तिमीलाई। के भन्नु, जाऊ अझै लिएर आऊ। म त हिजो बुढेकै अगाडि तिमीहरूसँग बोलेको। सबको त्यस्तै हो। के हुँदैन त्यस्तो त। त्यही भएर कसैको हुँदैन। अहिले पनि यस्तै छ यार। हुन्छ नि सेन्टी क्या सेन्टी। किन स्याड सरी भेटेर हो। धेरै लामो अहिले त सब कुरा भन्नु भयो। जेपीटी ब्लग ब्लग राख्दैछु। अहिले म सबै सेयर गर्छु ल। हामीले उहिले भन्न नसकेका कुराहरू पनि भन्नु छ भने भनौँ सबै। आजै भनिहाल। अब फेरि आफ्नो कुरा राखेको हो कि अर्को कुरा राखेको यो भन्दा हुन्छ होइन।
हुन्छ नि अरूको कन्थामा बन्दुक राखेर कुरा गर्ने हो। दिवाकरलाई एउटा सोध्छु भन्दै थिएँ सोध्नु छ कि साथमा पर्दाखेरि मलाई थाहा छैन त्यो साथ यो अहिले बोल्ने जो मलाई एकदम अहिलेसम्म त्यो 3 वर्षदेखिको फुल्दुरी किन वाइज गरेर भन्थ्यौ भन्ने रेकर्ड गर्ने खालको होइन हो त्यो नगर न गाइज हामी सबैलाई मिस गरिरहेका छौँ। नागेश सर जो चाहिँ मुकेश कुलप्रसाद को आएन नाम भन ज्योति शाह गर्लफ्रेन्डको नाम पनि भन ज्योति हाई ज्योति वी आर मिसिङ यु एक बारको जिन्दगीमा हो जिन्दगीमा एक बारको जिन्दगीमा किन सिंगल हुनु